आदरणीय दर्शकवृन्द, यति जाने भने तपाईहरुले गुरुङ भाषा राम्रो बोल्न सक्छ है। अब सुरु गरौँ। ह्याम जान्छ, ह्याइ गयो, ह्याल्खाइ गइसक्यो, ह्याम्दन्मु जाँदैछ, ह्यासु गएछ, ह्यारिम गइरहन्छ, ह्यारिसु गइरहेछ। यति जाने भने तपाईहरुले गुरुङ भाषा खर्र बोल्न सक्छ। यही हो गाह्रो। यो जान्न साथ गुरुङ भाषा सर्र आउँछ। मैले सेन्टेन्स पनि बनाइदिन्छु अनि तपाईहरुले पनि अर्को भबको चाहिँ सेन्टेन्सहरु बनाउने कोसिस गर्नुस्। यसैले सेन्टेन्स गर्दिन्छु। राम ह्याम, राम जान्छ, राम ह्याइ, राम गयो, राम ह्याल्खाइ, राम गइसक्यो, राम ह्याम्दन्मु, राम जाँदैछ, राम ह्यासु, राम गएछ गएको छ, राम ह्यारिम, राम गइरहन्छ, राम ह्यारिसु, राम गइरहेछ है। यसरी नै अर्को मैले यहाँ भब्स भनिदिन्छु, तपाईहरुले बनाउने हो त्यो सेन्टेन्स। खम आउँछ, खै आयो। पहिल्यै मैले सिकाएको थियो, जब खम भन्ने आउँछ त्यो भब्स हो। खम भन्न साथ त्यो म हटेर जान साथ खै भयो। त्यो खै हुन साथ त्यो पास्ट हुन्छ। खै भन्न साथ आयो भनेर चाहिँ बुझिन्छ। पास्ट हुन्छ भनेर बुझ्नुपर्छ। यसरी नै तपाईहरुले 50 वटा भब्सहरु कण्ठ गर्नुस्। तपाईहरुले गुरुङ भाषा खर्र बोल्न सक्छ है। मैले त एउटा सहारा मात्र गर्दिनु हो। सबै गर्नुपर्ने तपाईहरुले नै हो। हजारौं सहारा भए पनि आफ्नो दुई खुट्टामा उभिने लक्ष्य राख्नुपर्छ। धन्यवाद।